धन्यवाद सञ्चालकज्यू। र हामीले यो कार्यक्रम गरेको श्रम संस्कृति पार्टी नगर कमिटीले यो कार्यक्रम गरेको जम्मा आजसँग 5 दिन भइसक्यो। यहाँ भर्खरै हाम्रो चाहिँ नगर सचिव प्रेम श्रेष्ठज्यूले एउटा कुरा भन्नुभयो, यहाँनिर जति पनि भूमिहीन अव्यवस्थित र सुकुम्बासीहरूलाई चाहिँ श्रम संस्कृति पार्टीले गरेको कार्यक्रममा नजानुहोस् है भनेर चाहिँ एउटा व्हिप र त्यस्तो खालको जानकारी त्यो खालको चाहिँ तपाईहरूलाई भनिराख्नु भएको छ भन्ने कुरा सुन्नमा आएको छ। नजानु, त्यो चाहिँ चुनावको लागि भोटको लागि राजनीति गरेको हो भन्ने कुराहरू आएको छ भनेर उहाँले यहाँ भर्खरै अगाडि जानकारी गराउनु भएको छ। तपाईहरुले म के भन्न चाहन्छु भने तिनीहरू नै हुन् हामीलाई सुकुम्बासी बनाउने, ती पार्टीका नेतृत्वहरू जसले तपाईहरुलाई श्रम संस्कृति पार्टीले चुनावको लागि यो काम गरिराखेको छ, राजनीति गरिराखेको छ, भूमिहीनहरूलाई अझ उचालेर राजनीति गरिरहेछ भनिरहेछ नि, त्यही पार्टीको मान्छेहरूले, त्यही पार्टीले र त्यही राजनीति गर्ने नेतृत्वहरूले तपाई हामीलाई सुकुम्बासी बनाएका हुन्। कहिले पनि त्यो पार्टीका मान्छेहरू जसले तपाईहरुलाई भन्दैछ उहाँहरूप्रति तपाईहरुले कहिले पनि बिलिभ नगर्नुहोस् भन्न चाहन्छु म यहाँबाट। र एउटा न्युज मैले आज हेरेको थिएँ, बालेन सरकारलाई मैले हिजो के भनेको थिएँ भने तपाईको कालो चस्मा खोल्नुहोस्, कालो चस्मा खोलेर खुल्ला आँखाले हेर्नुहोस्, तपाई जस्तै मान्छेहरू ती भूमिहीन र ती सुकुम्बासीहरू तपाई जस्तै मान्छे हो, तपाईले त्यसरी देख्नुहुन्छ, तर तपाईको कालो चस्माले गरिबहरूलाई मान्छे देख्नुहुन्न रहेछ भनेको आज मैले समाचार सुने। उहाँले के भन्दै रहेछ भने फेरि उहाँका सभापतिले श्रम संस्कृति राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले चाहिँ के भन्दै रहेछ भने अब चाहिँ व्यवस्थित गर्ने अरे, पहिला कहाँ राख्ने त सुकुम्बासीलाई भन्ने कुरा व्यवस्था गर्ने अरे, अनि त्यस पछाडि मात्रै टहरहरू भत्काउने भन्दै रहेछ। यस्तो खालको कमजोरी, एक प्रकारको एउटा निरङ्कुशता, गरिब दुखीहरूलाई हेर्नै नसक्ने खालको बिहेभ चाहिँ, यस्तो कमजोरी खालको निर्णय चाहिँ सरकारले किन गर्नु हो? बहुमतको सरकारले यस्तो खालको कमजोरी खालको यस्तो खालको चाहिँ निर्णयहरू गर्दाखेरि हामीलाई लाज लाग्छ क्या, हामी जनतालाई नै लाज लाग्ने खालको निर्णय गरिराखेको छ तिनीहरूले। यो देश हाम्रो, यो देश हामी गरिबहरूको पनि हो, यो देश धनीहरूको मात्रै होइन। यो देश हुन त यो देश भनेको यहाँनिर बेवारिसे कुकुरहरूलाई सुई लगाएर हिँड्छ, इन्जेक्सन लगाएर हिँड्छ, तर मान्छे यहाँनिर खाना नपाएर, सिटामोल नपाएर बिरामी हुएर मर्दासम्म पनि सिटामोल किन्ने उपचार गर्ने पैसा हुँदैन। त्यो सरकारले स्वास्थ्यको लागि पनि व्यवस्था गरेको छैन, तर यहाँ पशुहरूलाई चाहिँ के गर्छ, व्यवस्था गरेको देखिन्छ। यसले गर्दा यस्तो खालको सरकार भएको देशको जनता तपाईँ हामी, यो कुरा त हामीलाई थाहै छ। यसैले गर्दाखेरि हामीले अब सबैभन्दा पहिलो कुरा चाहिँ एकता हुनुपर्छ र सम्पूर्ण सुकुम्बासी पीडित भूमिहीन दाजुभाइ दिदीबहिनीहरू सबैलाई एकताको लागि आह्वान गर्दछु। र तपाईहरू एकता नै बल हो, हामीले एकता भयो भने हामीले युद्ध जित्न सक्छौँ र हामीले जिताएको बहुमतको सरकारलाई तपाईँ हामीले नै फेरि जिरोमा झार्ने कन्डिसन आउँदैछ, किनभनेदेखि जुन खालको परिस्थिति ल्याएको छ हामी माझ। यसैले गर्दा म फेरि पनि के भन्न चाहन्छु भने सबैजना एकता हुनुहोस् र हामी यसरी जित्छौँ। र यति भन्दै म बिदा हुन चाहन्छु। र अझै पीडितहरू आउनुहोस्, फेरि पीडितहरू आउनुहोस्, धेरै पीडितहरू यहाँ उपस्थित हुनुहोस् है, यो मेरो रिक्वेस्ट छ। धन्यवाद। हस्, धन्यवाद। श्रम संस्कृति पार्टीका, माफ गर्नुहोला, सामाजिक अभियन्ता तथा श्रम संस्कृति पार्टीका सदस्य श्री राखी नेवाङज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यसरी नै धरानका स्थायी बासिन्दा